काठमाडौँ सन्धि, कनकमणि दीक्षित, अनुवाद वसन्त थापा, चित्र शान्ता हिताङ। धेरै समय पहिले काठमाडौँ नगरीमा बर्निको नामका एकजना युवा वास्तुशिल्पी बस्दथे। उनले काठमाडौँमा कैयौं सुन्दर मन्दिर तथा भव्य महलहरू बनाएका थिए, जसबाट राज्यको ख्याति चारैतिर फैलिएको थियो। टाढा टाढाका राजा रजौटाहरू र छिमेकी राज्य भातगाउँ तथा पाटनका महाराजाहरू समेत बर्निको काम देखेर प्रभावित भएका थिए। उनीहरू पनि बर्निकोबाट त्यस्तै भवनहरू निर्माण गराउन चाहन्थे। एक दिन गर्मी महिनाको साँझ पख काठमाडौँका राजाले बर्निकोलाई दरबारभित्र आफ्नो सिंहासन भएकै ठाउँमा बोलाएर भने, हेर, तिमीलाई थाहै छ हाम्रो मुलुकले उत्तरतर्फको तिब्बतभन्दा पनि पर्तिरका ठुला चिनिया सम्राटसित राम्रो सम्बन्ध राख्नुपर्छ। त्यसैले मैले उनलाई यहाँबाट कुनै एकदम गतिलो कोसीले पठाउने विचार गरेको छु। मेरो विचारमा हाम्रो वास्तुकलाको शिवभन्दा ठुलो अर्को यस्तो गतिलो कोसेली केही हुन सक्दैन। तिमी मेरो दूतका रूपमा चीनका महान सम्राट कुबलाई खानका दरबारमा जाऊ। त्यहाँ गएर तिमीले इट्टा, माटो, झिङ्गटी र काठको प्रयोगबाट हामीले घर र महल बनाउने तरिका उनीहरूलाई सिकाऊ भन्ने म चाहन्छु। बर्निकोले राजाको आदेश स्वीकार नगर्ने सवालै थिएन। उनलाई चीन जान पाउने कुरा मन पर्यो। हुन त उनलाई त्यो यात्रा लामो र कठिन हुनेछ भन्ने थाहा थियो, तर काठमाडौँको प्यागोडा शैलीका वास्तुकलालाई हिमाल पारी र त्यसभन्दा पर्तिर एसियामा पनि चिनाउन पाउने यो राम्रो अवसर थियो। काठमाडौँका मठ मन्दिर तथा स्मारकहरू हेर्नमा जति सुन्दर थिए त्यतिकै मजबुत पनि थिए। राजाको आदेश पाएर केही हप्ताभित्रै बर्निको हिमाल पारीको यात्राका लागि तयार भए। आफ्नो परिवार तथा बन्धुबान्धवसित बिदाबारी लिएर उनी लासा जाने नेपाली व्यापारीको डफामा सामेल भए। काठमाडौँबाट उत्तरतर्फ लागेको त्यो टोली गहिरा खोज, हिमाली उपत्यका र तिब्बतको उच्च पठार हुँदै 3 हप्तामा तिब्बतको राजधानी लासा पुग्यो। त्यहाँ पुगेर भव्य पोताला दरबारको प्राङ्गणमा चीनको राजधानी बेजिङ जाने यात्रीको अर्को टोलीमा उनी मिसिए। लासाबाट हिँडेको 1.5 महिनापछि काठमाडौँका युवा वास्तुकार आफ्नो गन्तव्य स्थल बेजिङ पुगे। त्यहाँ विशाल सहरमा प्रवेश गर्दा त्यहाँको बजारमा मानिसहरूको भिड देखेर उनी अवाक भए। आमामामा, यति धेरै मानिस एकै ठाउँमा मैले यसअघि कहिल्यै देखेको थिइनँ, बर्निकोले मनमनै भने। मानिसको त्यस भिडले ठेल्दै बर्निकोलाई त्यहाँको सहरको मुख्य भागमा रहेको पटाङ्गिनीनेर पुर्यायो। त्यहाँ आइपुग्दा उनले आकाशमा अनेकौं विचित्र वस्तुहरू उडिरहेको देखे। हावामा फनफनी घुमेर कावा खाइरहेका यी रङ्गीचङ्गी वस्तु के हुन्? भिडको धक्कम धक्कालाई बिर्सेर बर्निको वाल्लपरि आकाशतिर हेरिरहे। बर्निकोलाई आफ्ना आँखा आकाशबाट हटाउन केही समय लाग्यो अनि उनका दृष्टि ती उड्ने वस्तु बेचिरहेको पसलमा पर्यो। नजिक गएर उनले चङ्गालाई नियालेर हेरे। ती काठका लामा सिन्कालाई कागजमा गुँतले टाँसेर बनाइएका चङ्गा थिए। वास्तुविद बर्निकोलाई आकाशमा उड्ने ती चङ्गाको बनावट बुझ्न बेर लागेन। नेपाली टोपी लगाएको त्यस तन्नेरीले चङ्गा पहिलोपटक देखेको हुनुपर्छ भन्ने बुझेर पसलेले भन्यो, ए भाइ, यी चङ्गाहरू हावाको सहायताले आकाशमा उड्छन्। धागोले चाहिँ चङ्गालाई तानी राख्छन् र त्यसबाट चङ्गालाई यताउता घुमाउन पनि मिल्छ। ओहो, यस्तो गजब! यो त आफू उड्नु जत्तिकै रमाइलो रहेछ, बर्निकोले भने। हावा जोडले चलेका बेला चङ्गा झनै राम्रोसँग उड्छ, पसलेले बतायो। केही गर्वसाथ उसले अझै थप्यो, चङ्गा मात्र होइन, चीनको आविष्कार बारुद, पटाका र रेशमका कपडा पनि चीनकै आविष्कार हुन्। बादशाहको दरबारमा उनको बाटो हेरिँदैछ भन्ने बर्निकोलाई थाहा थियो, तर उनलाई चङ्गा नकिनी भएको थिएन। उनले पसलमा राखिएका थरीथरीका चङ्गाहरू हेरे। त्यहाँ कुनै चङ्गा लामफुस्रे थिए, कुनै ड्रागनका आकारमा थिए र कुनै काल्पनिक चराका स्वरूप थिए। बर्निकोले सबैभन्दा सानो र चिटिक्क परेको चङ्गा छाने। त्यो बाँसको पातलो फ्रेममा हाते कागज टाँसेर बनाइएको 4 पाटे चङ्गा थियो। त्यसको पुच्छर चाहिँ 3 कुने थियो। बर्निकोले त्यो चङ्गा आफूले काठमाडौँमा आफ्नो भतिजोलाई पठाउन किन्न लागेको बताए। चन्द्रे बडो फुर्तिलो केटो छ, उसलाई नौला कुरा गर्न मन पर्छ। यो चङ्गा उसका लागि सुहाउँदिलो छ, ऊ चङ्गा उडाउन पाएर रमाउनेछ। पसलेले चङ्गालाई कुटको 2टा गाताको बीचमा जतन साथ राखी बाँधेर बर्निकोलाई दियो।
उसले हावाको दिशा हेरिकन कसरी चङ्गा उडाउने, लट्टाइमा बेरेको धागोबाट कसरी चङ्गालाई नचलाउने र हावा नचलेका बखत धागो बेरेर कसरी चङ्गालाई झार्ने ती सबै पनि सिकाइदियो। नयाँ कुरा सिक्न पाएकोमा खुसी हुँदै बर्नीको हतार हतार आफ्नो टोली भए ठाउँमा गयो। त्यो टोली भोलिपल्ट तिब्बत फर्कदै थियो। उनले लासा हुँदै काठमाडौँ जान लागेका एकजना साथीलाई त्यो चङ्गा जिम्मा लाए। चङ्गाका साथै उनले धागोसहितको लट्टाई र चङ्गा उडाउने तरिका पनि लेखेर ती साथीको हातमा दिए। युवा वास्तुविद बर्निको कथालाई यहीँ छाड्दै अब हामी चङ्गालाई पछ्याउँदै काठमाडौँ फर्कन्छौँ। उता बेजिङमा सम्राट कुब्लाई खानद्वारा बर्निको कामको ठूलो प्रशंसा भयो। उनले थालेको प्यागोडा शैलीको वास्तुकला बेजिङ र अरू ठाउँमा पनि लोकप्रिय भयो र उनको ख्याति चारैतिर फैलियो। काठमाडौँमा चङ्गा आइपुग्नु चन्द्रका लागि ठूलो हर्षको विषय थियो। काकाले लेखी पठाएको चङ्गा उडाउने तरिका पढिसक्न साथ चन्द्रले ठूलो लट्टाई र चङ्गा टिप्यो अनि घरको कौसीमा दौडिहाल्यो। त्यसबेला हावा पनि गजबसित चलिरहेको थियो र एकैछिनमा चङ्गा काठमाडौँको घरका छानामाथि आकाशमा सरसर्ती उड्न थाल्यो। मुनि असन बजारमा हिँडिरहेका व्यापारी, भरिया, घोडचडी र पसलेहरू माथि निलो आकाशमा उडिरहेको अचम्म वस्तुलाई टक्क अडिएर हेर्न थाले। त्यो वस्तु घरि तल झर्थ्यो, घरि आकाशिन्थ्यो। त्यो देखेर छक्क परेका एक हुल मानिस चङ्गाको धागो पछ्याउँदै चन्द्रको घरसम्मै आइपुगे। उनीहरूले चन्द्रलाई धागो बेर्न लगाएर चङ्गालाई नियालेर हेरे। चङ्गाको राम्रो जाँचबुझ गरेपछि हुलका जेठा बाठाले त्यो कुनै जादुको कुरा नभएर वायुको गतिका कारण उड्ने वस्तु भएको ठहर गरे। उनले चन्द्रलाई फेरि चङ्गा उडाउन भने। चन्द्र त्यसो गर्न तुरन्तै तयार भयो। त्यो सानो चङ्गा हावाको जोड पाएर उडिहाल्यो। केही बेरमै त्यो चङ्गा काठमाडौँको सबैभन्दा अग्लो तलेजु मन्दिरमाथि उड्न थाल्यो। त्यसलाई मानिसहरूले आफ्ना कौसी र छानाबाट दङ्ग परेर हेरे। त्यसको केही दिनमै हस्तकलामा निपुण काठमाडौँका मानिसहरूले बाँसका सुइरालाई लोक्ता कागजमा टाँसेर चङ्गा बनाउन थाले। उनीहरूले धागो बेर्नलाई काठको ठूलो लट्टाई पनि बनाए। शरद ऋतु भर्खर सुरु भएको दिउँसो पश्चिमा हावा सरर चल्न थालेको थियो। चङ्गा उडाउनलाई चाहिने पनि त्यस्तै हावा थियो। त्यसको 1-2 साताभित्रै काठमाडौँको आकाशमा सयौं चङ्गाहरू देखिन थाले। त्यो बेला काठमाडौँका केटाकेटीहरूले आफ्ना आँगन र गल्लीहरूमा गुच्चा खेल्ने याम थियो। तर सबै केटाकेटी चङ्गा हेर्न आफ्ना घरका कौसी, बार्दली र छानामा गएपछि आँगन र गल्लीहरू एकाएक रित्ता भए। उनीहरू रमाउँदै चिच्याउँदै चङ्गा उडाउन सिक्न थाले। सिकारुहरूले चङ्गा नियन्त्रण गर्न नजान्दा धेरै चङ्गा भुइँमा झरे। कुनै मन्दिरका छानामा गएर ठोकिए, कुनै चाहिँ अग्ला रुखमा हाँगामा गएर अल्झिए। तर छिट्टै नै धेरैजना चङ्गा उडाउन सिपालु भए। उनीहरू हातले धागो नसमाती लट्टाइबाटै चङ्गालाई नियन्त्रण गर्न जान्ने भए। चङ्गा उडाउन सिपालुहरू त हावाको गति र दिशा हेरी चङ्गालाई आफूले चाहे जसरी उडाउने कलामा पारङ्गत नै भए। ती सिपालुहरूमा पहिलो त चन्द्र नै थियो। उनीहरू लट्टाई घुमाएर उडिरहेको चङ्गालाई अरूमाथि पुर्याउन सक्थे। चङ्गालाई दायाँ बायाँ घुमाउन र तल झार्न सक्थे। लट्टाइबाट धागो छाड्दा चङ्गाहरू चक्कर खाँदै आकाशिन्थे र लट्टाइबाट धागो तान्दा ती माथि, तल र छेउछेउ लाग्थे। मानिसहरूको जस्तै हरेक चङ्गाको आफ्नै व्यक्तित्व हुन्छ। एउटा चङ्गा जसरी उड्छ त्यसरी अर्को चङ्गा उड्दैन। तिमीहरूले आफ्ना चङ्गाको गुण वैगुण राम्रोसित बुझ्नुपर्छ, चन्द्रले आफ्ना साथीहरूलाई सम्झायो। चङ्गा उडाउने कला पछाडि लुकेको सिद्धान्तलाई बुझेर उसले त्यसो भनेको थियो। चङ्गालाई एक अर्कासित जुधाउने खेल पनि खेल्न सकिन्छ भनी पत्ता लगाउन चङ्गाबाजहरूलाई धेरै समय लागेन। त्यस खेलमा आफ्नो लट्टाईको धागो बेस्सरी छाडी त्यसले रेटेर अर्काको चङ्गाको धागोलाई चुडालेर चेट पारिदिन्थ्यो। धागालाई कडा र धारिलो बनाउन काँचको धुलालाई माटमा मिसाएर धागामा लगाइन्थ्यो। यस प्रकार काठमाडौँमा एउटा नौलो र प्रतिस्पर्धात्मक खेल सुरु भएको थियो। काठमाडौँका परिश्रमी बासिन्दाहरूका लागि फुर्सदको समय बिताउन धेरै मनोरञ्जनका साधन थिएनन्। त्यसैले चङ्गा उडाउने खेल अत्यन्त लोकप्रिय भयो। मानिसहरू यस्तो रमाइलो गरी समय बिताउन पाएर औधी खुसी भए। फेरि उनीहरूका विचारमा चङ्गा उडाउँदा कसैलाई कुनै हानि नोक्सानी पनि थिएन। घातक धागो। एक दिन दिउँसो राजा आफ्नो बार्दलीबाट बाहिर हेरिरहेका थिए। उनले आकाशमा अनेक रङ र आकारका चङ्गाहरू आकाशिँदै र कावा खाँदै गरेका देखे। जनता रमाइलो मानिरहेछन्, बुझ्यौ रानी? उनले प्रसन्न चित्तले आफ्नी पत्नीलाई भने।
तर दुर्भाग्यवश चराहरूलाई भने त्यो कुरा रमाइलो लागेको थिएन। अहिलेसम्मको समझदारी अनुसार मानिसको अधिकार जमिनमा र पन्छीको अधिकार आकाशमा रहँदै आएको थियो। अचानक मानिसहरूले आकाशमाथि अतिक्रमण गर्न पुगे। साबिकको खुला र फराकिलो आकाश पन्छीका लागि जताततैबाट तन्किएका धागो धरापबाट बाधायुक्त बनेको थियो। चङ्गाहरू उठ्न थालेपछि कुनै चरा पनि सुरक्षित रहेनन्। न बाँसका झाङमा बास बस्ने सारौं, न त शिकारको खोजमा चक्कर लगाउने चिल, न मन्दिरमा चढाइएका अक्षता र चामल खान जाने परेवा, न त विष्णुमती नदीमा डुबुल्की लगाउन त्यतातिर उड्ने कौवा। दिनहुँ कैयौं पन्छीहरू आँखाले देख्न झन्डै गाह्रो पर्ने धागोहरूमा अल्झिन्थे र त्यहाँबाट काटिएर घाइते हुन्थे। कति त त्यसका कारण नियन्त्रण गुमाएर भुइँमा नै बजारिन्थे। चङ्गा उडानमा मस्त भएका काठमाडौँ मानिसहरूलाई भने पन्छीहरूको संसारमा आएको यस हल्ली खल्ली बारे अत्तो-पत्तो थिएन। कुनै पनि सङ्कट आइपरेका बेला काठमाडौँका चराहरू आफ्ना प्रतिनिधिहरूलाई गुहार्थे। ती प्रतिनिधिहरूले लाटो कोसेरो उल्लु दिदीको निवासमा भेट्ने गर्दथे। उल्लु दिदीले सहरको माझमा भएको ठूलो घण्ट छेउको एउटा खाली घरको बुइगलमा आफ्नो निवास बनाएकी थिइन्, जो राजमहलको छेउमै अवस्थित थियो। चङ्गाको उत्पातले चराहरूको जीवनमा ठूलो सङ्कट ल्याएको थियो। त्यसैले चराका प्रतिनिधिहरू उल्लु बस्ने बुइगलमा आएका थिए। आफूहरू कहाँ आएका चराका प्रतिनिधिहरू सबै आफ्नो ठाउँमा बसिसकेपछि उनीहरूलाई सम्बोधन गर्दै बुद्धिमान उल्लुले भनिन्, पन्छी मित्र हो, तपाईहरूलाई थाहै छ म त निशाचर हुँ। त्यसैले दिनमा उठ्ने चङ्गाबाट मलाई केही डर छैन। तर ती वाहियात चङ्गा र तिनका धागाहरूले हामी पन्छीहरूको संसारमा कस्तो सङ्कट ल्याएका छन् भन्ने कुरा मैले राम्ररी बुझेकी छु। आकाश सधैँ हाम्रै रहिआएको छ र पृथ्वीको गुरुत्व आकर्षणले गर्दा मानिसहरूले भुइँमा नै आफूसित सीमित राख्दै आएका छन्। तर आज उनीहरूले हाम्रो क्षेत्रमा अतिक्रमण गरिरहेका छन्। किनभने उनीहरू कागजको फिरफिरेलाई हावाको सहायताले उडाउन सक्ने भएका छन्। मानिसहरूलाई यसो गर्ने अधिकार कसले दियो? एउटा पाको भँगेरोले सोध्यो। उल्लु दिदी, उसो भए हामी के गर्ने? उल्लुले भनिन्, हाम्रो अनुमति नलिकन मानिसहरूले चङ्गा उडाउन थालेका हुन्। त्यसैले हाम्रो सामु एउटै बाटो छ, हामीले चङ्गासित लड्नुपर्छ। एउटा फिस्टेले सोध्यो, तर हामीले उनीहरूसित लड्ने कसरी? उल्लुले जवाफ दिइन्, तिमीले चङ्गा लडेका त देखेकै छौ। जसरी तिनीहरू एक अर्काका धागालाई छिनाल्छन्, हो त्यसै गरी हामीले चङ्गाहरूलाई आक्रमण गर्नुपर्छ। चङ्गाको धागालाई आफ्नो नङ्ग्रा र चुच्चोले काटिदिनुपर्छ। अझ राम्रो त कागजको चङ्गालाई छेडेर च्यातचुत पारिदिनुपर्छ। सहमतिमा चिरबिरको आवाज त्यहाँ सुनियो। मानिसहरूले विचारै नगरी आकाशमा गरेको अतिक्रमणको यो सटिक जवाफ थियो। पछिल्तिर बसेका केही बकुल्लाहरू चिच्याउन थाले, मानिसहरू मुर्दाबाद, चङ्गाहरू मुर्दाबाद। अरूले पनि यो नारा दोहोऱ्याए। उल्लु अरू चराहरूलाई नारा लगाएर आफ्नो आक्रोश पोख्नबाट रोकिनन्। त्यसपछि आफ्नो टाउकालाई यताउता हल्लाएर सबैसँग चुप लाग्न भनिन्। चराहरूको बथान शान्त भएपछि उनले भनिन्, लौ त साथी हो, भोलि दिउँसो पश्चिममा हावा चल्न थालेपछि जब मानिसहरू चङ्गा उडाउँछन् त्यसै बेला हामी तिनमाथि हमला गर्नेछौँ। हामी चङ्गाहरूलाई सिद्ध्याइदिनेछौँ। मानिसहरू मुर्दाबाद, चङ्गाहरू मुर्दाबाद। फेरि एकपटक नारा घन्कियो। त्यसपछि चराहरू एक एक गर्दै सहरका विभिन्न भागमा रहेका आफ्ना गुटतिर लागे। आक्रमण। भोलि दिउँसो काठमाडौँमा मानिसले उदेकको घटना देख्नु पर्यो। कता कताबाट हो अनेक थरीका चराहरू एकाएक ओइरिएर हावामा उडिरहेका चङ्गाहरूमाथि जाइ लागे। चङ्गामाथि आक्रमण गर्ने हुलमा सबै जातका चराहरू थिए। परेवा, बकुल्ला, गिद्ध, सुगा, सारौं, चिवे, माटीकोरे, जुरेली, गौँथली, फिस्टा, भद्राई, कोइली, ढुकुर, काग, भगेरा। चङ्गामाथि भइरहेको सुनियोजित आक्रमण देखेर चङ्गाबाजहरूले पत्याउनै सकेनन्। उनीहरू हेरेको हेरे भए। कतिपय चङ्गाहरू आकाशमै च्यातचुत भए र जमिनमा झरे। चराहरूले आफ्ना चुच्चोको धागो चुडालेर सयौं चङ्गाहरू चेट पारे। त्यसरी चेट भएका चङ्गाहरू ढलपल गर्दै आकाशबाट बजार र मन्दिरका प्राङ्गणहरूमा पक्का भग चढ्न थाले। निकै माथि उडिरहेको चङ्गाहरू भने सहर बाहिरका नदी नाला र धान खेतमा गएर खसे अथवा रुखहरूमा गई अल्झिए। योजना अनुरूप काम गर्न सकेकोमा चराहरू खुब खुसी भए। उनीहरू काठमाडौँका मानिसहरूले पाठ सिके भन्ने आशाका साथ आफ्ना गुणमा फर्के। छानामा बसी सधैँ हो हो र हाहा गर्दै मजा लिने चङ्गाबाजहरू हक्क न बक्क परे।
अघि भर्खरसम्म रङ्गी बिरङ्गी चङ्गाले छोपिएको काठमाडौँको आकाश अहिले पुरै खाली भयो। विश्वास नलागेर वाल्ला परेका मानिसहरू अब रिसले आगो भए। नाते चराहरूको यत्रो हिम्मत! रिसले मुरमुरिएका नागरिकहरू राजा कहाँ उजुर गर्न दरबारतर्फ गए। दरबारको छानामा पनि चेट भएका चङ्गाहरू झुन्डिएका थिए। तल पटाङ्गिनीमा हल्ला खल्ला सुनेर राजा बारदलीमा निस्के। बर्निकोको भतिजो चन्द्रे नै काठमाडौँमा चङ्गा उडाउने पहिलो र सबैभन्दा सिपालु व्यक्ति थियो। उनै त्यस समूहको अगुवा पनि हुन पुग्यो। चन्द्रे अगाडि बढेर राजा समक्ष त्यस दिन भएको हिंसात्मक घटनाको बयान गर्यो। उसले भन्यो, महाराज, चराहरूले हाम्रा चङ्गाको सत्यानाश पारे। हामीसित लट्टाई र अलिकति धागो बाहेक अरू केही बाँकी रहेनन्। महाराजबाट कारबाही होस्। हामीले के गर्नु पर्छ चन्द्रे? राजाले सोधे। चराहरूलाई देश निकालाहोस्। चराहरू मुर्दाबाद, जवाफमा चन्द्रे करायो। त्यहाँको हुल पनि एक स्वरमा कराउन थाल्यो, चराहरूलाई देश निकाला, चराहरूलाई देश निकाला। सयौं मानिसका मुखबाट निस्किएको त्यो चरको आवाज परपरसम्म पुग्यो। काठमाडौँका ठाउँ ठाउँमा गुट बनाएर बसेका चराहरूले पनि उनीहरूको देश निकालाको माग गर्दै चिच्याएको आवाज सुने। उनीहरूलाई भोलि के होला भन्ने पिर पर्यो। मानव अधिकार, पन्छी अधिकार। आफ्नो स्वार्थवश क्रोधमा मानिसहरू नारा लगाएर माग गरिरहेका थिए। तर काठमाडौँका राजा साँच्चीकै बुद्धिमान थिए। चराहरूलाई सहरबाट धपाउन सकिँदैन भन्ने कुरा राजाले राम्ररी बुझेका थिए। त्यसबाट प्राकृतिक वातावरणमा ठुलो खैलाबैला आउन सक्थ्यो। उनले मनमा नै भने, मेरा मानव नागरिकहरूले दिउँसो एकछिन मनोरञ्जन गर्न पाएनन् भन्दैमा मैले सारा चराचुरुङ्गीलाई देश निकाला गरिदिए भने बालीनाली बिगार्ने किरा फट्याङ्ग्रालाई कसले खाइदिने? सिनो र फोहोर कसले सफा गरिदिने? मुसाको सङ्ख्यालाई कसले नियन्त्रण गरिदिने? यस्तै विचारमा मग्न राजाले मनमा नै सोचे, चराहरू धपाइए भने हाम्रो सहर यति सुन्दर कहाँ रहन्छ र? दलिन माझ बसेर चिरबिर गरिरहने गौँथलीहरू हुने छैनन्। मन्दिरका प्राङ्गणहरूमा भक्तजनहरूले चढाएका अन्नहरू टिप्ने परेवा हुने छैनन्। कीट पतिङ्गरहरूलाई साँझमा नाच्दै पन्छ्याउने काला चिबेहरू हुने छैनन्। सहरमाथि चिल्ले फन्को मार्ने छैन। चराहरू बिना यो ठाउँ सुनसान र अत्यास लाग्दो हुनेछ। दिउँसो कागको काक काक र राति लाटोकोसेरोको हु हु पनि सुनिने छैन। राजा अझै सोच्दै गए, त्यसबाहेक यस काठमाडौँ उपत्यकामा पन्छीको पनि मानिसहरू जतिकै हक लाग्दैन र? वास्तवमा यस ठाउँमा चराहरूको हक झनै बढी छ। मानिसहरूले यहाँ आई खेती गर्न र बस्ती बसाल्न थाल्नुभन्दा अघिदेखि नै यहाँका जङ्गलहरूमा चराहरू बस्दै आएका थिए भन्ने सबैलाई थाहा भएकै कुरा हो। मानिसहरू चराहरूलाई देश निकाला गरियोस् भनी माग गर्दैछन्। तर चराहरू यहाँका मूल बासिन्दा भएका नाताले यस उपत्यकाबाट अरू मानिसलाई पो हटाइयोस् भनी माग गर्ने झन बढी अधिकार चराहरूलाई छैन र? सिद्धान्त र व्यवहार। काठमाडौँको इतिहासमा बुद्धिमान र मूर्ख दुवै राजाहरू थिए। चङ्गा उडाउने खेल सुरु भएका बेला काठमाडौँमा पहिलो कोटिका राजा थिए। उनी तीक्ष्ण बुद्धिका थिए र मानिस तथा पशुपक्षी दुवैप्रति संवेदनशील थिए। मुख्य कुरा, ती राजासित कुनै पनि विषयलाई चारैतिरबाट हेर्न सक्ने क्षमता थियो। आफू स्वयं मानव जातिका भए पनि उनी चङ्गाले खडा गरेको समस्यालाई पन्छीको नजरबाट हेर्न सक्दथे। राजा सजिलैसित चन्द्रे र आन्दोलनकारी जनताको पक्षमा खुलेरै लाग्न सक्थे। त्यो काम उनका लागि सजिलो थियो र उनी त्यसबाट मानव नागरिक बीच लोकप्रिय पनि हुन सक्थे। तर राजा या सामान्य नागरिक जोसुकै होस्, शक्ति हातमा भएपछि उसको जिम्मेवारी सबै प्राणीको भलाइ हेर्नुहुन्छ। एउटा बुद्धिमान राजाले आफ्ना नागरिक बीच भएको फुटलाई आफ्नो फाइदाका लागि उपयोग गर्दैन। त्यसको सट्टा उसले सिद्धान्त र व्यवहारका आधारमा सबैलाई स्वीकार हुने समाधान खोज्दछ। त्यस रात दरबारको खोपीमा प्रवेश गर्दा राजा सिद्धान्त र व्यवहारको त्यही कुरा सोचिरहेका थिए। उनले आफ्नो विचार आफ्नै पत्नी समक्ष खोल्दै भने, रानी, सिद्धान्तकै कुरा गर्ने हो भने पक्षीहरूको भनाइ एकदमै सही छ। उनीहरूले परम्परागत रूपमा उपयोग गर्दै आएको आकाशमा अवरोध खडा भएको छ। तर फेरि व्यावहारिक दृष्टिले हेर्ने हो भने मानिसहरूको चङ्गा उडाउन छाड्ने कुराको कल्पना पनि गर्न सकिँदैन, किनभने यो खेल अति लोकप्रिय भइसक्यो र मानिससित मनोरञ्जनका धेरै अरू उपाय पनि छैनन्। भोलिपल्ट बिहान राजाले आफ्ना सल्लाहकारसित राय मागे। उनीहरूले समस्याको समाधान फेला पार्न चरा तथा मानिसहरूका प्रतिनिधिहरूको एउटा सभा तुरुन्त डाक्ने सल्लाह दिए। ठुलो बैठक। त्यो सभा भोलिपल्ट बिहान काठमाडौँ दरबारको ठुलो बैठकमा बस्यो। आकाशमा उड्ने चरा र चङ्गा उडाउने मानिस दुवै मिलेर समाधान निकाल्नुपर्छ भन्ने बुझेका राजा चाहिँ सभाको सहजकर्ता बने। चन्द्रे र विभिन्न टोलबाट आएका प्रतिनिधिहरू भुइँमा
ओछ्याइएको सुकुलमाथि एकापट्टि बसे भिन्न भिन्न जातका चराहरूको प्रतिनिधित्व गर्दै आएका पन्छीहरू चाहिँ सभाकक्षको अर्कोपट्टि भित्तामा रहेको बुट्टे झ्यालका डन्डीहरूमा लहरै बसेका थिए। चराहरूको नेतृत्व उल्लुले गरेकी थिइन्। ठूलो बैठकको एकापट्टि आसनको चकटीमा राजा बसेका थिए। छलफल दिउँसोसम्म चल्यो। छलफलका क्रममा उल्लु र चन्द्रेको निकै चर्काचर्की पर्यो। उनीहरू कुरामा आफ्ना सहयोगीहरू ताली बजाउँथे। एक पटक त आवेशमा आएर चन्द्रेले उल्लुलाई झन्डै हात हालेको थियो। पन्छी प्रतिनिधिहरूले त्यसको विरोधमा बैठक नै बहिष्कार गर्ने धम्की दिए। राजाले दुवै पक्षलाई थामथुम पारे र छलफल जारी रह्यो, तर पनि खास निष्कर्ष निस्किरहेको थिएन। मानिसहरू जुनसुकै मौसममा जुनसुकै समय चङ्गा उडाउन पाउने अधिकार हुनुपर्छ भन्ने अडान लिइरहेका थिए भने चराहरू चाहिँ आकाशमा सर्वदा हाम्रो मात्र अधिकार हुनुपर्छ भन्नेमा जोड दिइरहेका थिए। छलफल कुनै टुङ्गोमा पुग्न नसकेको देखेपछि गाँठो फुकाउन राजा नै अघि सरे। उनीहरूले चरातिर फर्केर भने, सुन्नुहोस् पन्छीगण, तपाईहरूले के बुझिदिनु पर्यो भने यस सहरमा एउटा नयाँ खेलको सुरुवात भएको छ र तपाईलाई मन परे पनि नपरे पनि मानिसहरूले चङ्गा उडाउन छाड्न सम्भव छैन। मानिसहरूले आफू कहिले उड्न सक्दैनौ भन्ने बुझेका छन्। चङ्गा उडाएर भए पनि उनीहरू उडेको आनन्द लिन चाहन्छन्। त्यसैले उनीहरू चङ्गा उडाउन किमार्थ छाड्ने छैनन्। अनि मानिसहरूको जमाततर्फ राजाले भने, मानवगण, तपाईहरूले यो नयाँ खेल थालेर कति स्वार्थी काम गर्नुभएको छ त्यो सोच्नु भएको छ? तपाईहरूले पन्छीसित अनुमति लिनुपर्छ भन्ने पनि सोच्नु भएन। आखिर आकाशमा सधैँ उनीहरूकै अधिकार रहँदै आएको छ। आकाशमा उड्न पाउने उनीहरूको अधिकार त्यति नै छ जति तपाईहरूलाई जमिनमा हिँड्न पाउने अधिकार छ। राजाले थपे, तपाईहरूको यस अविवेकी कार्यले गर्दा चराचुरुङ्गीहरू अन्यत्र गए भने यस सुन्दर सहरको के अवस्था हुन्छ विचार गर्नु भएको छ? यस ठाउँमा बाली खाने किराहरू छ्यापछ्याप्ती हुनेछन्, वातावरणको सन्तुलन बिग्रिनेछ र मानव बसोबासका लागि यो ठाउँ योग्य रहने छैन। मानिसहरूले पनि यो ठाउँ छाड्न पर्ने हुन्छ। यहाँका बाटा र पटाङ्गिनीहरू जङ्गलमा परिणत हुनेछन्। अनि अर्को कुरा सम्झनुहोस्, पन्छीहरू नभएमा बिहान हामीलाई जोगाउने कागहरू हुने छैनन्, न त साँझमा गाउने कोइली नै हुनेछन्। राजाका वचनले दुवै पक्षमा प्रभाव पारेको थियो। चराहरूलाई आफूमाथि ठूलो अन्याय परेको अनुभव भइरहेको थियो, तर पनि मानिसहरूले हद नागेर सम्झौता गर्ने छैनन् भन्ने उल्लुलाई लागेको थियो। उता मानिसहरूका प्रतिनिधिहरू बीच हामीले चराहरूप्रति साँच्चै नै अन्याय गरेछौँ भन्ने समझदारी एकाएक जागेको थियो। मानिसहरूले परम्परालाई खलबलाएका थिए, जसले गर्दा चराहरूको जीवन पनि अस्तव्यस्त हुन लागेको थियो। तर त्यसका साथै चङ्गा उडाउनमा पुरै प्रतिबन्ध लगाउने कुरामा मानिसहरू सहमत हुने छैनन् भन्ने पनि चन्द्रले बुझेको थियो। आफ्नो अनुरोधले दुवै पक्षका प्रतिनिधिहरूका मनमा प्रभाव पारेको देखेर राजाले उल्लु र चन्द्रलाई आपस्तमा केही बेर छलफल गर्न सुझाव दिए। ठूलो बैठक छेउैको सानो कोठातर्फ इङ्गित गर्दै राजाले भने, त्यस सानो कोठामा गएर तपाईहरू किन छलफल गर्नुहुन्न? सुकुलमा बसेका मानिस र टाँडमा बसेका चराहरूबाट त्यस सुझावप्रति सहमतिको स्वर सुनियो। चन्द्रे भुइँबाट उठेर छेउको सानो कोठाभित्र पस्यो। उल्लु पनि उड्दै उसको पछि लागिन्। ती दुई नेताहरूबीच छेउको कोठामा वार्ता चलिरहँदा यता बैठक कोठामा रहेका प्रतिनिधिहरूलाई राजदरबारका सेवकहरूले खाने पिउने कुरा उपलब्ध गराइरहेका थिए। मानिसहरू र चराहरूले कागतीको शरबत पिए र कचौराबाट बदाम र गेडागुडी खाए। बैठक कोठाको वातावरण सुध्रिँदै आएको थियो। उल्लु र चन्द्रले सबैलाई चित्त बुझ्ने समाधान लिएर आउनेछन् भन्नेमा चरा र मानिसहरू दुवै थरी ढुक्क भएका थिए। सम्झौता। चरा र मानिसहरू एक आपसमा मिलेर खाइपिरहेका थिए। राजा चाहिँ चन्द्रे र उल्लु छिरेको ढोकातर्फ हेरिरहेका थिए। अन्तमा ढोका खुल्यो र राजाले सन्तोषको सास फेरे। उनले जे देखे त्यसबाट उनी ढुक्क भए। चन्द्रे बाहिर निस्कँदा उल्लु उसको काँधमाथि बसिरहेकी थिइन्। मित्रताको त्यस प्रदर्शनबाट समाधान फेला परेको सङ्केत मिल्दथ्यो। बैठक कोठामा शान्ति छायो र सबैका आँखा ती दुई नेताहरूमाथि थिरिए। चन्द्रेको हकमा समेत बोल्दै उल्लुले भनिन्, साथीहरू, हामी सम्झौतामा पुगेका छौँ। आफै उड्न नसक्ने र सधैँ जमिनमा बाँधिएर बसेका काठमाडौँका मानिसहरूका लागि चङ्गा उडाउने खेल नौलो र रोमाञ्चक हो भन्ने कुरा चराहरूले बुझ्नु पर्दछ। त्यसका साथै सहरमा चङ्गा उडाउन थालिएपछि चराहरूलाई उड्नमा समस्या परेको तथ्य पनि स्वीकार्नुपर्छ। नौडी पन्छीहरूको जीवन चल्दैन, त्यसैले यस समस्यालाई हामीले सकेसम्म हटाउनै पर्छ। उल्लु र चन्द्रे एउटा औपचारिक सम्झौता गर्न सहमत भएका थिए।
त्यसैले त्यस सहमतिको लिखित राख्नुपर्ने कुरा सभामा उनीहरूले बताए। राजाले पहाडे कागजको ठूलो ताउ निकाले अनि त्यसमा उल्लुले भने बमोजिम विवरण शाही कलमले लेख्न तयार भए। उल्लु अझै चन्द्रकै कातमा बसिरहेकी थिइन्। उपस्थित सबैका आँखा अघिल्तिर राजाले उनलाई बताए बमोजिम कागजको सिरानमा पहिले शीर्षक लेखे, काठमाडौँ आकाशको उपयोगबारे सम्झौता। लिखित तयार भइसकेपछि उल्लु र चन्द्रको अनुहारमा राजाले सो लिखितको पाठ सबै सामु पढेर सुनाए। त्यसमा सबैको राय लिइयो। चराहरू र मानिसहरू दुवै थरीले उत्साहपूर्वक त्यसमा सहमति व्यक्त गरे। शहरमा चङ्गा उडाउने कार्यलाई व्यवस्थित गर्ने यो सम्झौता कालान्तरमा काठमाडौँ सन्धिका नामले चिनिन थाल्यो। त्यस लिखितमा चन्द्रको हस्ताक्षर बुढी औँठाको छाप र उल्लुको हस्ताक्षर नङ्ग्राको छाप जनाइएको थियो। सन्धि यस्तो थियो: काठमाडौँ आकाशको उपयोगबारे सम्झौता। चङ्गा लट्टाइको धागामा बाँधेर उडाइने नयाँ प्रकारको उडाउने वस्तु भएको र यो एउटा खेलका रूपमा काठमाडौँवासी नागरिक बीच लोकप्रिय भएको हुँदा त्यस्ता चङ्गा र खास गरी तिनमा बाँधिने धागाले पन्छीहरूको उडानमा खतरा उत्पन्न गर्ने भएको हुँदा मानवको मनोरञ्जनका नयाँ र नौला तरिका खोज्न पाउने अधिकारलाई सकार्दै र कुनै अडचन तथा व्यवधान बीचको आकाशमा उड्न पाउने चराहरूको अधिकारलाई पनि स्वीकार्दै पन्छीहरूले प्राकृतिक रूपमा एउटा ठाउँबाट अर्को ठाउँ पुग्न आकाश मार्गलाई सधैँ प्रयोग गर्दै आइरहेको तथ्यलाई स्मरण गर्दै यस सन्धिका हस्ताक्षरकर्ताहरू निम्नलिखित कुराहरूमा सहमति जनाउँछन्। अब उपरान्त काठमाडौँमा वर्षातको यामपछि पश्चिमा हावा जोडसँग चल्दा शरद ऋतुमा पर्ने दशैं चाड अघि र दशैंपछि तिहारसम्मको 1.5 महिनाको अवधिभित्र मात्र चङ्गा उडाउन पाइनेछ। त्यसबाहेक अरू कुनै पनि समयमा चङ्गा उडाउन पाइने छैन। उल्लु काठमाडौँ पन्छी नागरिकका तर्फबाट, चन्द्र काठमाडौँका मानव नागरिकका तर्फबाट। कैयौं शताब्दी अघि त्यस कागजमा सही भएदेखि नै काठमाडौँका मानिस र पन्छीहरूले काठमाडौँ सन्धिलाई मन, वचन र कर्मले पालना गर्दै आएका छन्। त्यसै हुनाले शिशिर वसन्त र ग्रीष्म ऋतुमा चङ्गा उडाउने गरेको पाइँदैन। त्यस समयमा चराहरू बिना अडचन वायुमण्डलको उपभोग गर्दछन्। यस प्रकार काठमाडौँवासीले एउटा नयाँ खेल खेल्न पाए भने चराहरूले वर्षको अधिकांश समय आफ्ना लागि आकाश सुरक्षित राख्न पाए। यही प्राचीन समझदारी बमोजिम मनसुनी वर्षा सकिएर जब दिउँसो अपराह्न पश्चिमी हावा बहन थाल्छ तब मानिसहरू आफ्ना लट्टाई र चङ्गा झिकेर छाना छानामा देखा पर्न थाल्छन्। चङ्गा उडाउन पाइने भनी तोकिएको यस अवधिमा चराहरूले आवत जावत गर्दा विशेष ध्यान पुर्याउनु पर्ने हुन्छ। यसबाट चराहरूलाई केही असुविधा अवश्य पुग्न जान्छ र कहिलेकाहीँ दुर्घटना पनि नहुने होइन। तैपनि दशैं र तिहार सकिने बित्तिकै मानिसहरूको चङ्गा उडाउने समय पनि सकिन्छ भन्ने चराहरूले राम्रोसित बुझेका छन्। इतिहासकारका अनुसार यस सन्धिमा हस्ताक्षर भएपछि काठमाडौँका राजाले सन्तोषको ठूलो सास फेरेका थिए। उनले आफ्नो पत्नीलाई यसो भनेका थिए भनिन्छ: बुझ्यौ रानी, यस समस्याको समाधान गर्नु मेरो कर्तव्य थियो, किनभने बर्निकोलाई बेजिङ मैले नै पठाएको थिएँ। काठमाडौँमा चङ्गा आएको पनि त्यसै कारण थियो। तिनी इतिहासकारका अनुसार त्यसपछि चन्द्रे र उल्लुमा प्रगाढ मित्रता गाँसियो र उनीहरूले मिलेर काठमाडौँका पन्छी र मानव बासिन्दा नागरिकहरूको भलाइ हुने धेरै काम गरे। उनीहरूले थालेको सह-अस्तित्वको यही परम्पराले गर्दा काठमाडौँमा बसोबास गर्ने प्राणीबीच शान्ति र सद्भाव रहँदै आएको हो भनिन्छ। आज पनि किन चङ्गा दशैं ताका मात्रै उडाउने गरिन्छ भनेर केटाकेटीहरू सोध्ने गर्दछन्। त्यस प्रश्नको उत्तरमा कोही बुढापाकाहरू यस्तै चलन छ भन्ने गर्दछन्। तर जससित इतिहासको अलिकति पनि ज्ञान छ र जसले मिथक कसरी बन्छ भन्ने बुझेका छन् तिनले वास्तुविद बर्निको एक बुद्धिमान राजा अनि उल्लु दिदी र चन्द्रेका बारेमा बताउने गर्दछन्। उनीहरूले त्यस सम्झौताका बारेमा पनि बताउनेछन् जसको कारण यस ठाउँमा शान्ति स्थापना हुन पुग्यो। तपाईलाई आजको कथा कस्तो लाग्यो? आजको कथा रहेको थियो काठमाडौँ सन्धि, जसलाई लेख्नु भएको छ कनकमणि दीक्षित, अनुवाद गर्नुभएको छ वसन्त थापा र चित्राङ्कन गर्नुभएको छ शान्ता हिताङज्यूले। यो कथा रातो बङ्गला किताब 2054 रातो बङ्गला स्कुल पाटनढोका ललितपुरबाट प्रकाशन गरिएको काठमाडौँ सन्धि नामक किताबबाट साभार गरिएको हो।